थिएन भन्छ थाहा थिएन होला नि त उहाँलाई अब उसले मलाई भने पनि 9 महिना भइसक्यो थाहा नभएको भए लिएर आउँथे मुजी मैले भनिन 9 महिना भइसक्यो तपाईँले फोन गरेर हेरी तपाईँ र म टिकटकमा 9 महिना भइसक्यो मुजी साथी हुनुहुन्छ टिकटकमा गीत 9 महिना भइसक्यो प्रोफाइल हेर्नु न थियो के कुराकानी हुन्छ टिकटकमा हेर्नै आउँदैन मलाई टिकटक गीत गीत चाहिँ गाउँथ्यो अरे क्या गीत चाहिँ दोहोरी गीत गाउनुहुन्थ्यो तपाईँ दोहोरी हुन्थ्यो 3टा कि 4टा गीत गायो कुन गीत गाउनु भयो कुन गाना गाएर पटाउनु लु भन्नुहोस् कुन गाना तपाईँको गाना छ तपाईँको गाना छ तपाईँको गाना छ घरमा भएको गाना दोजना बसेर गाओ हेरे कुन गाना गाउँथे त्यो गाना बुवा अलिकति नि लादेर चिन्नु हुने मुजी अनि अब कानुनी रूपमा कानुनले त उहाँकै श्रीमती हो भन्छन् त 15 वर्षको छोरो कान भए पनि मलाई दिबो तैँले मान्छे चिन्या जान्न म त्यो घरमा अब मान्छे चिन्या मैले त्यो घरभित्र छिरेदेखिबाट कहिले सुख र शान्ति र कहिले शान्ति गरेर बस्न पनि पाइन म बस्दा पनि बस्दिन बुवाले त नि घिउ खुवाउँदै राखेको खायो घिउ एउटा कमाइको सुख थिएन मैले कमाएको खाएर बसे त के घिउ के भयो त्यो घरभित्र छिर्दाखेरि भनौँ भने बिहान खाएर बेलुका के खाउँ जस्तो थियो अनि सुन छैन हुनु त मैले के लाएर आइछु सुन लाएर हिँड्नु भएको रे तपाईँ लिएर आएको भात खाएको भएदेखि थाहा पाइहाल्छ मलाई भनौँ भने यतिकै मैले घरमा कस्तो लुगा लगाएको मैले केही ल्याएको छैन सुनै छैन त सुन ऊ कालीको घरमा छ मेरो ब्याग सुन हिजो मिनाले सम्म भन्दै चाहिँ ब्याग मेरो काली घरमै छ कहाँ छ सुन चाहिँ सबै यिनीहरूले राखे हो खोसेर मलाई भन भने एउटा लुगाको बत्थर पनि दिएको होइन मैले के सुन लिएर आउनु यो तपाईको एकाउन्टमा त्यो दुध बेचेको पैसा सबै हाल्यो दुध बेचेको पैसा कति आउँथ्यो भने ढुट्टो दाना कटाएर आउँथ्यो नआउने होइन बुढोको कमाइ छैन छोराको कमाइ छैन केबाट खाने म चाहिँ कहाँ जाने त्यही खाने होइन दुध बेचेको कति आउँथ्यो दुध बेचेको कहिले 6-7 हजार आउँथ्यो कहिले 8-9 हजार आउँथ्यो ठक्क त्यो बचत एकाउन्टमा राख्ने हैन अनि खाना चाहिँ खानु दियो बचत चाहिँ राखेर नि खाना अहिले चाहिँ कति छ एकाउन्टमा पैसा कति हुनु जम्मा 8,000 पैसा थियो निकाले मोबाइल किनेको मोबाइल किन्दा उही राख्दै आएको मोबाइल उसैले बोकेर बसेछ मैले लिएको होइन मैले त जस्तो मैले एउटा घरमा लागेको कपडा त्यस्तै ल्याएको मैले ल्याउन भनेपछि मैले एउटा तातो हो त के भन भने मेरो एउटा लागेको मैले जोडेको बत्थर सामान पनि ल्याएको होइन मैले उहाँ बोल्नुहुन्थ्यो पहिला हजुर तपाईसँग को बोल्थ्यो पहिला को बोलेको पहिला को बोलेको तपाईँ मै बोले तपाईले पटाउनु भएको कान्छा श्रीमान हो मेरो कान्छा श्रीमान तपाईले पटाउनु भयो हो तर श्रीमान भनिहाल्नु मिल्दैन अहिले कानुनले चाहिँ श्रीमान हो भनेर ठहराउँदैन अहिले किनकि तपाईको कानुनी रूपमा उहाँ हो श्रीमान अदालतले चाहिँ आजदेखि तिमीहरूको श्रीमान श्रीमती है भनेर अदालतले घोषणा गरेको लेखेको छ त्यहाँनिर कागज होइन अब त्यो कागज बोल्छ जेसुकै बोल्छ मलाई डिभोर्स दियो न मलाई फुका बनाइदियोस् भयो नि बाजेलाई छोडेर नि यता टिकटकमा पट्याएर हुन्छ बाजेलाई रुवाएर हुन्छ बुझेन मन परेन बसेन किन मन परेन मलाई चित्त बुझेन बसेन जहिले पनि कुट्नी निस्केर जा भन्ने बिहान ओछ्यानमै हुँदा नि निस्केर जा भन्ने अनि निस्केर जहिले जा भन्ने छोराको जहिले गाँजा र चुरोट खाएर हिँड्ने बुढो भयो भने निस्केर हिँड्नु भन्ने किन बस्नु त एउटा जिन्दगी जसरी 9 महिना भइसक्यो यसले फोन गरेर 9 महिना ट्याक्राके भयो अनि तपाईले किन नत्र यस्तो बुढाले कामै दिदैन भने कामै लाग्दैन भने किन त पहिला चाहिँ आउनु भयो त तपाई म पहिला अनपढ थिएँ पार्दै आएँ ल भयो म आएर नि सरा बसेँ जाँड खाएर दिनदिनै पिट्दाखेरि नि बसेँ तर जहिले त्यस्तै भए पनि बस्न सकिन बसिन अब तैँले अनि पहिल्यै नआउनु थियो पहिल्यै बिहे दर्ता नगर्नु थियो अनि बिहे दर्ता गरिसकेपछि त मान्छेको एउटा घरमा हैन एउटा चल्ला हराउँदा त नदेऊ म जान्न भने त्यति सजिलो गरी हुँदैन तपाईले भने जस्तो हैन तपाई अब हामीसँग जानुपर्ने हुन्छ जान्न मर्नुपर्छ बरु मलाई मारेर त्यसो भने हामी तपाईहरु दुईजनालाई चौकी पठाइदिन्छौँ उसको त गल्ती केही छदैन छैन उले छुनु पर्दैन चौकी छुबाट अर्काको श्रीमान लिएर आउनु गल्ती अर्काको श्रीमान लिएर आउनु गल्ती हो तपाई पनि हैन भने उहाँ पनि लिएर जान्छौँ हामी सिधा बुझाइदिन्छौँ होस् म जान्न मर्नुपर्छ नि जान्न 3-4 महिना नजानुस् भने तपाईहरु दुईजनालाई हामी प्रहरीमा लान्छौँ लैजानुस् प्रहरीले अब 2-3 दिन थुन्छन् अनि अब के कसो हुन्छ दिनमा उनीहरुले वर्ष पाएको छ
उता लग्छ नि कानुनले जतिसम्म सजाय दिन्छ कि के दिन्छ नि कानुन अनुसार म जानु पर्यो जान्न अहिले फेरि त्यहाँनिर होस् बरु मारेर जाऊ म जान्न ल हिँड उठ मर्नुपर्छ म बस्दिनँ भनेर निक्ले हो त्यत्रो समाज राखेर वडा अध्यक्ष पुलिस राखेर निक्लेर हिँडे हो म जान्न अनि बाजेले माया गरिराख्नु भएको ए यो म एक तालको देखाउटीको मायाले हुँदैन मलाई चाहिँदैन अनि उहाँलाई चाहिँ धेरै माया गर्नुहुन्छ होस् मेरो जिन्दगी आफूले जिउन दिनुहोस् त्यो पाउनुहुन्छ कि तर कानुनले त भन्छ श्रीमती नै भन्छ नि त त्यो फार्से नभइकन त श्रीमती नै हो नि त उहाँको तपाईँ चाहिँदैन मलाई आउँछ मलाई धन सम्पत्तिको लोभ केही पनि छैन चाहिँदैन के को सम्बन्ध बरु मारेर जाऊ न मलाई नछोड कसैले म जान्न भनेपछि जान्न मर्नुपर्छ म जानु पर्यो भनेदेखि मेरो लास देख्छौ जान्न म मर्नुपर्छ नि लाखदेखि यसैले त्यहाँनिर यही जानेर जान्छ कि यहाँ बस्नुहोस् न तपाईँलाई अब तपाईँ के गर्नुहुन्छ उहाँलाई अब उहाँले नै तपाईँ अब बिहे गरेर राख्नु भएको रहेछ भन्ने बुझ्यो बिहे गरेर त होइन अब राख्नु भएको रहेछ भनेर देखियो भेटियो होइन अब के गर्नुहुन्छ त उहाँलाई तपाईँ राख्नै हुन्छ अब उसको विचार हो उसलाई अब म बस्छु भन्यो भने मैले निस्केर जा भन्ने त मेरो अधिकार छैन नि अब नल्याउनु ल्याइहाल्यो होइन अब मैले घोक्राएर निकाल्ने कुरो हुँदैन अनि उहाँ अब यहाँ बस्नु न तपाईँ यहाँ सुन्नु तपाईँ नि तपाईँ होइन तपाईँ अघि नै मैले 10 चोटि भनिसकेँ कानुन अनुसारको कानुनले तपाईँहरूको श्रीमान श्रीमती हो तपाईँ दुईजना उहाँ होइन त्यस कारणले फार्सेको लागि हो भने तपाईँको ठाउँ काभ्रे जानै पर्ने हुन्छ जानु हुन भने पुलिस बोलाउनु म जान्न घरमा के गर्नु उहाँ जाने नजाने भन्नुहुन्छ अब हामीले यतिकै छोडेर जानु मिलेन होइन प्रहरी त बोलाउनु पर्यो मार नि यही मार यत्रो समाजको मुझेले मारु नि जाऊ कसले मार्छ मान्छे मार्नु पाउँछ भिडियो हेर्नु भएको थियो तपाईँले हजुर भिडियो हेर्नु हेरेँ मैले किन नहेर्नु अनि किन खबर नगरेको म यहाँ छु भनेर हिजो दिदीहरूलाई गरे अब मलाई के थाहा काठमाडौँमा छु भन्दै हुनुहुन्थ्यो अरे तपाईँ तपाईँले अझै पनि काठमाडौँमा छु भन्नुभयो ढाँट्नु भयो तपाईँले के भयो त तपाईँले भिडियो हेर्नुभयो दाइ हेर्नुभयो हेरेँ किन यहाँ लिएर आएको छु ठिकै छ भनेर किन थाहा भइहाल्छ अब आइहाल्छ भनेर पनि हामीले भनेपछि तपाईँले कुरा लुकाउनु खोजेको हो लुकाउन त किन लुकाउनु अर्काको सम्पत्ति उहाँ भनेको अर्काको लुकाउन खोज्या होइन हामीले भन्ने भयो नि त ए भनेपछि तपाईँहरू पर्खिँदै हुनुहुन्छ पक्का आउँछ भनेर आउँछ आउनुहुन्छ 100% थाहा थियो। 100% न त कति भेट्नै थिएन नि मान्छे यो चाहिँ भनेपछि तपाईँहरूलाई मिडिया आउँछ भन्ने कुरा थाहा थियो अब त्यत्रो फोटै अब सबै कुरो नै हालेपछि त आउनुहुन्छ भने त जस हामीले कुरिराख्नु भएको भनेपछि हेरिराख्नु भएको रहेछ कुरी कहिले आउनुहुन्छ भनेर कुरिराख्नु भएको यसो गर्नु सर अब उहाँले जाँदिनँ भन्दैछ तपाईँको विचारमा के जस्तो लाग्छ त मिडिया त आइगयो तपाईँको अब तपाईँले लिएर आउनुभयो उहाँलाई भित्राउनु भयो होला तपाईँले अप्नाउनु भयो होला होइन अब के गर्ने त अब तपाईँले के देख्नु भएको छ विकल्प अब मिडिया आयो भने के गर्नुला जस्तो लाग्थ्यो तपाईँलाई अब मैले त के देख्नु अरू त बाटै छैन मैले देखिनँ नल्याएको होइन ल्याइहाल्यो होइन अब नहुने कुरा त भइसकिनेको अब गल्ती त मेरो पनि छ हो कि भन्नु न अब बस्ने जाने अब नजाने उसको विचारको कुरो हो नि त यो त होइन अब त तपाईँसँग आइसकेको कुरो तपाईँले सम्झाउनु पर्यो नि त उहाँलाई जाने नजाने के गर्ने कसो गर्ने कानुन मैले त जा भनेर अब डाङडाङ कुटेर पठाउने कुरो पनि भएन नि त्यो त मिल्दैन सहमतिमा अब तपाईँले के भन्नुहुन्छ उहाँले अब उता पठाउनुहुन्छ पठाउनुहुन्न अब तपाईँको नि एउटा हुन्छ नि त लिइसकेपछि अब जाऊ भन्नुहुन्छ कि नजाऊ भन्नुहुन्छ उसको विचार जाने न बस्ने उसैको विचार हो अब मैले त जानै पर्छ भनेर मैले घोक्राएर उसलाई पठाउने कुरो हुँदैन मैले 2 दिन भने मैले भइसक्यो फार्सेको लागि त जानै पर्ने हुन्छ फार्सेको लागि जानु पर्यो नि त जानै पर्ने हुन्छ उहाँ यहाँ बसेर हुँदैन उहाँ यहाँ बस्नु भनेको तपाईँको लागि अप्ठ्यारो कुरा हो होइन कानुनत हिसाबमा त्यही भएर उहाँ जानै पर्ने हुन्छ कि त अब उहाँ जानु भएन भने हामीले दुईजनालाई अब कुन थ्रोबाट हुन्छ कसरी हुन्छ कानुन हिसाबले लिएर जानै पर्ने हुन्छ फार्से त गर्नु पर्यो अब बाबै जस्तो अब तपाईँलाई थाहा छ कति वर्षको बुढा मान्छे होइन उहाँको छोरा पनि छ अब तपाईँको घर त हराभरा होला उतापट्टि हेर्नु त बच्चा छ उहाँको 2-2जना बच्चा त्यतिकै छ 2जना बच्चा तपाईँ माया लाग्दैन कसरी माया मार्नु सकेको अर्काको तपाईँको बच्चा माया लाग्दैन जन्माएको होइन तपाईँले जन्माएको नि होइन 9 महिना कोखमा राखेको होइन जसले जे भए पनि 10 धारा दुध खुवाएको हो कि होइन आज एउटा श्रीमान पाएँ भन्दैमा तपाईँले आफ्नो छोराछोरी बिर्सिने छोराहरू बिर्सिने हो कि त्यो छोरा बिर्सिने चाहिँ कारण भन्नु न बच्चाहरूको माया चाहिँ किन लाग्दैन तपाईँलाई